उदयस्तवः परमा करेति दीर्घायु विष्णु करेति सम्पदा हरिहरिन् पापनी गात्रहि रक्षितु चण्डी। कहाँदेखि आउनुभयो होला? बुढा नीलकण्ठबाट। पहिलो पटक हो कि पहिलो वर्षमा पनि आउँदै गर्नुहुन्थ्यो? म चाहिँ यो अघिल्लो वर्षमा पनि आएको थिएँ। पसलमा चाहिँ के सामान छ? हामीसँग नेपाली उत्पादनहरू 100+ बढी नै छन्। हजुरहरूको यो पाउको व्यापार कस्तो छ अहिले? अहिले भर्खर हिजोदेखि राखेको हो हामीले। अहिले ठिकै छ। नेपालमा पुष महिनाको पूर्णिमादेखि सुरु हुने स्वस्थानी व्रत कथा एउटा यस्तो उत्सव हो जसले हरेक नेपालीको घरमा भक्ति र प्रेमको माहौल ल्याउँछ। पौराणिक सहर साँखु स्थित साली नदीमा श्री माधव नारायणको स्वस्थानी व्रत मेला पनि आरम्भ भइसकेको छ। पौष शुक्ल पूर्णिमादेखि नै 1 महिनासम्म चल्ने यो कठिन व्रत र पूजाका लागि पहिलो दिन नै साली नदी क्षेत्रमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ। उदयस्तवः परमा करेति दीर्घायु विष्णु करेति सम्पदा हरिहरिन् पापनी गात्रहि रक्षितु चण्डी। कः पृथ्वी शान्ति राप शान्ति लोकदय शान्ति वनस्पतय शान्ति प्राप्ति देवलोके सुस्ता ध्यान स्था सुखी मन्त्र था सफल सन्तु। कहाँदेखि आउनुभयो होला? बुढा नीलकण्ठबाट। पहिलो पटक हो कि पहिलो वर्षमा पनि आउँदै गर्नुहुन्थ्यो? म चाहिँ यो अघिल्लो वर्षमा पनि आएको थिएँ। व्रत पनि बस्नु भएको छ? छैन हामी चाहिँ सङ्कटा गएर यहाँ साली नदी पनि दर्शन गर्न चाहिँ आएको हो। कोसित आउनुभयो होला? हामी आफ्नै फ्यामिलीसँग। यो चाहिँ हाम्रो यो स्वस्थानी व्रत कथा लिने भक्तजनहरू श्रद्धालुहरूले चाहिँ व्रत लिँदाखेरि चाहिँ साली नदीमा आएर स्नान गर्ने गर्दछन् अनि अब व्रतहरू बस्ने गर्दछन्। त्यही हो, मलाई चाहिँ थाहा भएको। हजुरले के सामानहरू राख्नु भएको छ? अब त्यही फुल, सौभाग्य, प्रसादी, दुध, नरिवल, देवा, चुनरी सबै भन्नाले 10 वर्ष भयो। अलिक फरक छ। अब त्यही हो, बाल पनि फरकै भयो, व्यापार पनि फरकै छ। पहिले भन्दा त एकदम फरकै छ। कस्तो तरिकाले भन्दा जति बाल महँगो हुँदै गयो सामान पनि त्यति नै महँगो हुँदै आउँछ। त्यही हो। हजुरहरूको यो पाउको व्यापार कस्तो छ अहिले? अहिले भर्खर हिजोदेखि राखेको हो हामीले। अहिले ठिकै छ। भर्खर सुरु भएको, सुरुमै अलि व्यापारै ठिकै छ। हजुरहरूले पहिला पनि राख्नुहुन्थ्यो कि यो पालि मात्रै राख्नु भएको? राखेको छु पहिलेबाट राख्नु? हजुर, पहिलादेखि सुरु गर्दा हो। मिठो हो। स्वस्थानी व्रत कसरी सुरु भयो होला? सबैलाई कौतूहलताको विषय बन्न सक्छ। पौराणिक कथा अनुसार माता पार्वतीले भगवान शिवलाई पतिको रूपमा पाउनका लागि धेरै प्रयास गर्नुभयो, तर सफल हुन सक्नु भएन। त्यसपछि भगवान विष्णुले पार्वतीलाई श्री स्वस्थानीको व्रत बस्ने सल्लाह दिनुभयो। पार्वतीले बालुवाको शिवलिङ्ग बनाएर 1 महिनासम्म श्रद्धापूर्वक व्रत बसेपछि मात्र महादेवलाई पतिको रूपमा प्राप्त गर्नुभयो।
त्यसैले यो व्रतलाई इच्छा पुरा गर्ने शक्तिको रूपमा पनि चिनिन्छ। यो शाली नदीमा 1 महिनासम्म धेरै भिडभाड हुन्छ। महिला, केटाकेटी, वृद्धदेखि लिएर विभिन्न उमेर समूहको मान्छेहरू, भक्तजनहरू यहाँ आउनुहुन्छ। विशेषतः सुरक्षा प्रबन्ध हजुरहरूको के कस्तो छ त? 1 महिना हुने यो स्वस्थानी व्रतकथा मेलामा मैले मेरो सङ्गठन प्रहरी सङ्गठन तर्फबाट गर्ने अधिकतम सुरक्षा व्यवस्था गरी प्रबन्ध मिलाएको छु। तेन त्वं प्रति वन्दामि रक्षे माचल माचल तेन त्वं प्रति वन्दामि रक्षे शिवे सर्वार्थ साधिके श्रमेत्र गौरी नारी रक्षेति चण्डिका राजा दान इन्द्रो महाबल तेन त्वां प्रतिबन्धापोहं पापकर्महं पापकावन्तो। यो स्वास्थ्य शिविरको बारेमा थोरै प्रकाश पारिदिनुहोस् न। विगत 4 वर्षदेखि निरन्तर हामीले आकस्मिक स्वास्थ्य सेवा चाहिँ सञ्चालन गर्दै आएछौँ। यो 1 महिनाभरि नै यो शाली नदी मेलामा माधव नारायण मेला पनि भन्नुहुन्छ यहाँ। र पहिला सुरुवात गर्दाखेरि लायन्स क्लब अफ काठमाडौँ मोनोरेल इन्सिडेन्ट लिएर सुरुवात गरेको थियो। पछि भएपछि तपाईँको विगत अघिल्लो वर्षदेखि चाहिँ हाम्रो लायन्स इन्टरनेसनल लायन्स डिस्ट्रिक्ट 3 to 5 D ले प्रत्येक साल हामीले चाहिँ 1 महिना चाहिँ यो स्वास्थ्य शिविर सञ्चालन गर्दै आएछौँ। हाल हामी चाहिँ सबै क्लबहरू मिलेर गरिरहेछौँ। यसमा यसपालिको सहभागिता चाहिँ हाम्रो डिस्ट्रिक्टको 54वटा क्लबहरू। यहाँ जति पनि भक्तजनहरू आउनुहुन्छ नि, के कस्तो स्वास्थ्य समस्या आउन सक्छ सामान्यतया? भक्तजनहरू खाली पेट आउनुहुन्छ, धेरै जस्तो फेन्ट भएर लड्नुहुन्छ, एक्कासी प्रेसर लो हुने, डाउन हुने, रिङ्गटा लाग्ने, लड्ने, धेरै चाहिँ त्यो समस्या विगतको वर्षको अनुभवले चाहिँ त्यस्तो समस्या बढी भयो। अनि हामीसँग रेस्क्यु टिमहरू नि छ, स्ट्रेचर छ। यहाँ हुने प्राथमिक उपचार गरेर हामी हस्पिटलसम्म पुर्याउने व्यवस्था गर्छौँ। हजुर कहाँबाट आउनुभयो? हजुर हामी यही साँखुबाट हो। यहाँ आउनुको मुख्य उद्देश्य चाहिँ हामी यतिकै दर्शनको लागि र अलिअलि यसो दानसान गर्नु भनेर। पहिला पनि आउनुहुन्थ्यो कि हजुरहरू पहिलो पटक आउनुभएको अहिले? होइन, हाम्रो घर यही नै हो, हामी त आइराखेकै हुन्छौँ। हरेक मेलामा आइराख्नुहुन्छ? हजुर हजुर। कहाँदेखि आउनुभएको होला? के किन्नुभयो त तपाईँले? धेरै टाढाबाट आउनुभएछ नि? पहिलो पटक हो कि पहिला पनि आउनुभएको छ? पहिला पनि आएको। स्वस्थानीको दर्शन गर्नुभयो मन्दिरको? तपाईँको नाम के हो? कहाँबाट आउनुभयो होला? दर्शन गर्नुभयो? के माग्नुभयो त? हजुरको शुभ नाम चाहिँ? नमस्कार, मेरो नाम रूपक कार्की। हामी चाहिँ उद्यमी घर ललितपुरबाट आएका हौँ। पसलमा चाहिँ के सामान छ? हामीसँग नेपाली उत्पादनहरू 100+ बढी नै छन्। विशेष गरी प्रायः सबै मेड इन नेपालको सामानहरू छन् हामीसँग। शाली नदीको मेलाको बेलामा सामान के कसरी बिक्री हुन्छ त? अब भर्खरै सुरुवात हो होइन, हिजोबाट सुरुवात छ। हजुर। अब ग्राहकहरू दिनानुदिन, भक्तजनहरू दिनानुदिन बढ्नुहुन्छ भन्ने हामीले अपेक्षा लिएका छौँ। अब हेरौँ, राम्रै हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। के सामान राख्नु भएको छ यो मेलामा? हजुर, यो मेलामा कराई, ताई, दिउरे, फराइपिन, चुपी, कुटा, कोदाला, हरेक यो सामान। बनेको कहाँ हो सामान? यो बनेको हरार महादेव, मूलपानी हरार महादेव लोमस गेट अगाडि। त्यहाँ फ्याक्ट्री छ? हजुर। पहिला पनि राख्नुहुन्थ्यो कि यसपालि मात्रै राख्नु भएको? अहिले म यहाँ बसेको चाहिँ 4 वर्ष जति भयो। अनि उहाँ उत्पादन गरेर अनि यहाँ ल्याएर बेच्ने, अनि ठाउँमै मार्केटमा दिन्छु। कस्तो छ व्यापार? व्यापार ठिकै छ, राम्रै छ, एकदम ढुक्क भएर किन्दा हुन्छ। अब अहिलेको उसमा हेर्दाखेरि अब कराई फलमको सामानमा खायो भने निकै राम्रो उपयुक्त हुने रहेछ। सुगर, प्रेसर, थाइरोइड, कोलेस्ट्रोल
हरेकमा राम्रो हुने र त स्वस्थानी शब्द दुईवटा शब्द मिलेर बनेको छ। सो आफ्नो थानी स्थानमा रहने अर्थात् जो आफ्नो आत्माको स्थानमा दृढ भएर बस्छ उही स्वस्थानी हो। यसले हामीलाई बाहिरी संसारमा हराउनुभन्दा आफ्नो मन र आत्मालाई शुद्ध राख्न सिकाउँछ। स्वस्थानी केवल एउटा किताबको कथा मात्र होइन, यो धैर्य, विश्वास र अनुशासनको पाठ पनि हो। जस्तो सुकै कठिन समयमा पनि धर्म र धैर्य नछोड्ने हो भने अन्त्यमा सुख अवश्य प्राप्त हुन्छ। यही हो स्वस्थानीको सार। अन्तरिक्षको शान्ति, पृथ्वी शान्ति, रापः शान्ति। मन्दिरबाट आउनुभएको हो? हजुरको यो पूजाको सामग्रीहरू अहिलेसम्म त राम्रै चलिरहेको नै छ। अब ठिकै फाइदै आउँछ, नराम्रो त छैन। भर्खरैबाट सुरु गर्नुभएको? पहिलादेखि नै हो, 10 वर्ष जति भयो यहाँ व्यवसाय। माधव नारायणको पूजामा चाहिँ के कस्तो पूजा सामग्री? माधव नारायणको पूजामा चाहिँ मेन भनेको बेलपत्र, हजुर, बेल भयो, 108 शिवलिङ्गको लागि दुध, घिउमा भिजाएको 108 बत्ती, धुप, 16 सिङ्गार भनिन्छ यस्तो, सौभाग्य, नरिवल, फलफुल, अनि विशेष गरेर जाइको फुल भन्ने हुन्छ, पहेँलो फुल है, अनि यस्तो दियो भयो, घन्टी, त्रिशूलहरू, जनै, सुपारीहरू हुन्छ, विशेष गरेर यस्तै हुन्। अनि चुनरी, रातो कपडाहरू। शुभ नाम? मेरो चाहिँ सानु कान्छा तामाङ, घर चाहिँ दक्षिण काली। 11 महिना दक्षिण काली व्यवसाय, 1 महिना यहाँको, 1 महिनाको लागि यता, 11 महिना दक्षिण काली। धन्यवाद। शान्ति, अन्तरिक्षको शान्ति, पृथ्वी शान्ति,